Happy birthday. आउनुभयो मेरो बुढो बल्ल हिजो बर्थडेमा भेट्न पाएर आफूसँग ह्याप्पी बर्थडे त लेखे होइन यही भयो नि लाउनु ह्याप्पी बर्थडे चाहिँ केकै नपाएर सानो केक लिएको छु ह्याप्पी बर्थडे बेबी थ्याङ्क यू दुईजना नै नाइट क्याम्पबाट आएको हामी क्यान्डल रहेछ ह्याप्पी बर्थडे टु यु यो सायद पर्स हुन सक्छ वाह हामी सँगै हेर्न गएको थियो तर किनिदिएको थिएन मैले दा यहाँ के मैले गरेछ नेताजी कति हेरौँ न नो साथीहरूलाई मात्रै देखाउँछु म तर बुढोलाई चाहिँ देखाउँदिनँ होला गिफ्ट पनि कहाँ देखाउँछ नि त नि यो त बहुत महँगै चिज हो त्यहाँ अस्ति हेर्दाखेरि त ओरिजिनल हो है साथीहरू यति पैसा परे तर मेरो बुढाले डुप्लिकेट होला अरे ओरिजिनल हो यस्तो बाँधेर डुप्लिकेट आउँदैन के ह्याप्पी बर्थडे टु यु थ्याङ्क यू केक पनि नकाटिकनै गिफ्ट खोल्न हतार छ मेरो बुढालाई हेर्नु साथीहरू यो चाहिँ लगभग यो चाहिँ महँगो नै गिफ्ट भएको छ पैसामा 1 लाख त उस्तै होइन अस्ति नै बर्थडेमा लास्टको बर्थडेमा यही काम गरेको गिफ्ट मैले एक दिन भयो सर साथीहरू हेर्नु है भनेको रियाक्सन मैले यताबाट पनि खिचिरहेको छु ओ माय गॉड ओहो मैले नाम पनि लेखिदिएको बुझ्यो विश्वजित जी लेख्दे यो चाहिँ अब यो बोकेर हिँड्ने हैन एउटा त्यत्रो महँगो अर्को गिफ्ट छ है साथीहरू यता है त्यत्रो महँगो दुईटा गिफ्ट किनिदिएको छु मैले केक चाहिँ हामी दुईजना मात्रै छौँ त्यही भएर सानोवाला लिएर आएँ थ्याङ्क यू ल अब अर्को गिफ्ट यो त जुत्तै हो अस्ति जुत्ता किनिदिन्छु भनेको थियो क्यामेरामा गएर जुत्ता लिएर आयो होला त कालो आयो नि त। म त खान नपाएको मान्छे जस्तो देखियो पछाडि चाहिँ मेरो इग्नोर गर्नु है बेट त्यो झोला चाहिँ अस्ति हामीले त्यो गुलियाको झोला हालेको क्या जुत्तै खुल्ला राखेको भइहाल्छ नि हेर न त्यहाँ जहिले जुत्तै दिन्छ भन्ने जुत्ता नहुन नि सक्छ हुन नि सक्छ जे नि हुन्छ जुत्ताकै खाके त्यहाँ भित्र देख्नु भएको ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे डियर बुडो ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे मजा रहेछ ह्याप्पी बर्थडे बेबी के हो एडिडास जे हुन सक्छ जुत्तै होइन कि बा जे पनि जुत्ता भने खोल्नु न पहिला साथीहरू होइन जुत्ता भनेर एक जस्तो हो के हो र जे पनि हुन सक्छ भन्दैछु एक्सपेन्सिभ चिज जस्तो हो यार ओ माय गॉड What is this? ओ माय गॉड के हो यो फेरि पनि सेकेन्ड ह्यान्ड होला भन्नु यो त सेकेन्ड ह्यान्ड होइन यो त बहुत महँगो चिज हो यार यो चाहिँ ल मेरो लाइफको पहिलो एक्सपेन्सिभ गिफ्ट होला अघिसम्म अर्को भएको थियो होइन यो चाहिँ बहुत महँगो साथीहरू यसपालिको मेरो बुढाको बर्थडे गिफ्टमा चाहिँ मेरो आएको बोनस जति सब सक्यो है खाएको बोनस 1 वर्षको मेरो लाइफमा एकदम सपना थियो क्या यो क्यामेरा किन्ने त थाहा छैन मलाई त एक्साइटेड नै हुनुहुन्छ मेरो बुढा त मलाई पुरै एक्साइटेड भएर गर्छ होला भनेको त वास्ता त होइन गिफ्ट पाएपछि त भएर यो त म यहाँ त्यो क्याननको नयाँ क्यामेरा किनेपछि त मेरो बुढाले खाना पनि छोडेर केक उतातिर मिलाउन थाल्नु भयो अनि सुरुकै भएर होला नि त चार्ज नभएको त कति भाग्यमा नि तिमी बहुत खुसी छ खुसी छ पुरै नि अब यस्तो गरेर खिच्दै हिँड्ने कसको फोटो खिच्ने त कसको फोटो खिच्ने बुढीको फोटो खिचिदिन्छु अझ 1-2वटा रे बल्ल साथीहरू यो मान्छेले त बल्ल 1-2वटा खिचिदिन्छ रे मेरो
है ए मलाई पनि केक लगाइदियो फेरि मेरो बुढाले है